हेलो नमस्ते स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। तपाईहरुको हालखबर के छ? मेरो चाहिँ एकदमै ठिकठाक रहेको छ। मेरो हालखबर ठिकठाक भए पनि आज चाहिँ म बाबुलाई खोप लाउन गइरहेको छु अनि मेरो बाबुको हालत चाहिँ आज एकदमै खराब हुनेवाला छ, किनभने आज चाहिँ 45 डेज वाला भ्याक्सिन लाउनु पर्ने हो अनि त्यसैले म बिहान बिहानै खोप केन्द्र पुगिसकेको छु। अनि यो खोप केन्द्र कहाँ हो आजको भनेदेखि चाहिँ यो विराटनगर 14 नम्बर वार्डको भगवती टोलमा हो। अनि मैले बाबुलाई लिएर गएँ। बाबु चाहिँ एकदम मजाले निदाइरहेको थियो अनि सुतेकै बेलामा चाहिँ मैले बाबुलाई चाहिँ पोलियो थोपा दिनुभएको थियो सिस्टरले। त्यो पोलियो थोपा चाहिँ खुवाइदिएँ। त्यसपछि चाहिँ बाबुलाई मैले एकछिन ड्याडुलाई दिएँ बोक्न। बाबुलाई चाहिँ उठाउनु भनेको ड्याडुले चाहिँ होस् न त सुत्तोस् भनेर छोडिदिनु भएको छ। बाबु चाहिँ एकदम गहिरो निन्द्रामा छ। अनि यहाँ खोप लाउने दिदीलाई चाहिँ चारैतिरबाट महिला दिदीबहिनीहरूले चाहिँ घेरेर राख्नु भएको छ। सबैको नानी बाबुलाई खोप लाउनु पर्ने भएको कारणले गर्दा चाहिँ यो खोप केन्द्रमा एकदमै धेरै आज भिडभाड रहेको छ। त्यसपछि अब हाम्रो पनि बालो आउँदैछ। पालो पर्खेर हामी बसिरहेका छौँ अनि बाबु चाहिँ मजाले सुतिरहेको छ। अनि अब सिस्टरले चाहिँ बाबुलाई उठाउनु भन्नुभयो अनि मैले चाहिँ ड्याडुलाई दिएँ सुई लाउनलाई, किनभने मलाई बच्चा बोक्न एकदमै धेरै डर लाग्छ नि त। खोप लाउने बेला कति धेरै दुख्छ नि त। अनि म चाहिँ त्यो दुखेको हेरिसक्दिनँ। म आफै पनि त्यो सुईदेखि मलाई एकदमै धेरै डर लाग्छ। झन् त्यो बच्चालाई देखेर त राम कसरी मैले सहने होला नि। त्यही पनि अब आज चाहिँ मेरो बच्चाको हालत एकदमै धेरै खराब हुनेवाला छ। फाइनली खोपहरू लगाइसकेपछि चाहिँ अब हामी घरतिर जाँदैछौँ। हस् त भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि भिडियोलाई लाइक पनि गरिदिनु होला। बाई बाई।